देखो न गाइस नाइट भ्यू है नाइट भ्यू हावा चलेर पानी पर्न आइसक्यो होइन यता त्यहाँ दिप भएर म चाहिँ अहिले एकछिन बाहिर रोमान्स गर्नको लागि चाहिँ एकछिन रमाइलोको लागि चाहिँ हिँड्दा हो उता चाहिँ हेर्नु है हाम्रो नेपालको सबभन्दा ठुलो घन्टी कहाँ छ भनेपछि यहाँ हेर्नु बसन्तपुरमा यहाँको विशेषताहरू के भनिदियो त है के छ के भन्नु अब संस्कृति एकदम संस्कृति परम्पराको प्रख्यात मानिसहरू धेरै ठाउँबाट बसन्तपुर मन्दिर हेर्न आउँछन् वान अफ बेस्ट टेम्पल अफ नेपाल एन्ड दरबार स्क्वायर इन नेपाल. Yes, so many temples in here. Exact count छैन होइन त्यही नि यता हेर्नुहोस् कालभैरव हामी देखिरहन्छौँ नि कालभैरव यही हो बसन्तपुरको होइन यो ठाउँलाई चाहिँ ठ्याक्कै के भन्छ है यो ठाउँलाई चाहिँ ठ्याक्कै के भन्छ बसन्तपुरको हनुमान ढोका दरबार स्क्वायर भनेर नि भनिन्छ उता हेर्नुहोस् है उता टाढासम्म अब क्याच गर्न सकेको छैन अहिले पानी परेर अलि ब्लर भिजन आएर होला यहाँ हेर्नुहोस् है सुनसान छैन अहिले रातिको अहिले टाइम ठ्याक्कै भन्नुपर्दाखेरि 12 बजेर ठ्याक्कै 30 मिनट गइसकेको अवस्था छ होइन रातिको चाहिँ अब पानी परेर भिजाउँछ के गर्छ होइन ओत बस्ने ठाउँहरू पनि छैन त्यही ठिक छ हामीहरू बसन्तपुरबाट एकछिन होइन हामीहरू अब यताउता घुमौँ भनेर चाहिँ आएको खासमा चाहिँ अब त्यही ठिक छ उता हेर्नुहोस् है अब हामीहरूको चाहिँ अब ठमेलतिर जाने चाहिँ प्लानिङ भइरहेछ होइन अब भाइ चाहिँ अलिक सानो छ त्यही भएर चाहिँ अब ठमेलतिर जानु नि त्यस नमिल्ला जस्तो छ क्या फेरि 2 जना मात्र छ होइन हाम्रो चाहिँ हेर्नुहोस् है पाँचताले मन्दिर चाहिँ ऊ त्यही हो है उतापट्टिको होइन सब पुरा ठिक छ होइन अब पुरा बवाल होइन बवाल अलिक थोरै अगाडि जाँदाखेरि चाहिँ के देख्न पाएर जस्तो छ होइन यहाँ चाहिँ त्यस्तो चाहिँ केही छैन यता चाहिँ होइन यस्तै छ होइन अहिले चाहिँ हामीहरू ट्याक्कै ठमेलको गल्ली छिर्रा छ होइन ठमेलमा आइसक्यो होइन हामी चाहिँ अहिले कुन गल्लीमा छौँ भाइ हामी असनको गल्लीमा होइन अनि हामी सौरी गल्लीभित्र छिर्रा छ होइन असनको गल्ली अलि उतापट्टि पऱ्यो अरे मलाई राम्रोसँग थाहा होइन भाइले चाहिँ भन्दैछ होइन फेरि ठिक छ बवाल छ होइन चलिरहेको छ यस्तै छ होइन जिन्दगी यस्तै छ चलाउनु पर्छ कटाउनु पर्छ त्यसरी नै चलाउने हो होइन इन्जोय लिने हो